विक्रम सम्वत 2047 सालको बहुदलीय व्यवस्थादेखि आजसम्म हामीले हरेक प्रधानमन्त्रीलाई संसदीय किताकाटको बीचमा फसेको देख्यौं। कोही विदेशी शक्तिबाट परिचालित आरोप लाग्यो। एउटै दलको बहुमत नपुग्दा सधैँ दुई वा दुईभन्दा बढी पार्टी बीचको सम्झौतामा सरकार गठन गर्नु पर्यो। देशमा राजनीतिक अस्थिरता पैदा गर्यो। एउटा निर्वाचन क्षेत्रका जनताले जिताएर पठाएको नेतालाई पुरै देशले प्रधानमन्त्री मान्नुपर्ने त हरेक नागरिकले सिधै आफ्नो कार्यकारी प्रमुख चुनेको भए के हुन्थ्यो? के देशले अहिले भोगिरहेको राजनीतिक चक्रबाट मुक्त पाउँथ्यो? अहिले सडकदेखि सामाजिक सञ्जालसम्म एउटै माग बलियो बनेको छ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री। तर यही मागको बीचमा नवगठित अन्तरिम सरकारले कुनै पत्याएको छैन। फागुन 21 गतेमा उही पुरानै शैलीमा चुनाव गराउने तयारी गर्दैछ। यो प्रतिनिधि सभाको चुनाव मिति फागुन 21 गते छ। मानिलिनुहोस् कि फागुन 21 गतेको चुनावमा नयाँ वा स्वतन्त्र शक्ति जसले प्रत्यक्ष कार्यकारीको मुद्दा बोक्नेछन्, यानि कि यदि बालेनले पार्टी स्थापना गरे मानिलिउँ युवा क्रान्ति पार्टी, रवि दामी छानेको राष्ट्रसभा, भट्ट सामाङको संस्कृति पार्टी आदिले समग्रमा 210 सिट सहित बहुमत प्राप्त गरे तापनि उनीहरूले संविधान संशोधन गर्न सक्दैनन्, वा भनौँ निकै कठिनाइ पर्नेछ, वा प्रत्यक्ष कार्यकारीको सपना विपना हुन सम्भव नहुन सक्छ। यस विषयमा एउटा यस्तो अदृश्य पर्खाल छ जसले 76 जनाको बलिदानलाई साकार हुन रोक्न सक्छ। आज हामी यही विषयमा द नेपाल कन्टेक्स्टको टिमले कयौं दिनको गहन अध्ययनबाट तयार पारिएको यो भिडियोमा वैश्विक चर्चा, वास्तविकताको खोजी र निकासको बाटो खोज्नेछौँ। सर्वप्रथम अहिलेको व्यवस्था बमोजिम कसरी प्रधानमन्त्री चयन गरिन्छ भन्ने विषय बुझौँ। देशभरमा 165 निर्वाचन क्षेत्रबाट 165 र समानुपातितर्फ 110 गरी 275 जनाको प्रतिनिधि सभा गठन हुन्छ। त्यसपश्चात धारा 76 बमोजिम बहुमत प्राप्त दलको नेता प्रधानमन्त्री चयन हुन्छ। यदि नभएमा धाराको धारा 2 वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकिन्छ। यहीबाट सुरु हुन्छ राजनीतिक अस्थिरताको चक्र। यसरी प्रधानमन्त्री भएका व्यक्तिगत स्वार्थ र दलका स्वार्थमा लिप्त अहिले कार्यकारीको तर जनताले सही रूपमा मतदान गरेनन् भने कार्यकारी प्रमुखमा डरलाग्दो घटना पनि हुन सक्छ। त्यसबारेमा हामी एकैछिनमा चर्चा गर्नेछौँ। अब कुरा गरौँ कार्यकारी घोषणा गर्दैछ। प्रत्यक्ष कार्यकारी भएमा प्रधानमन्त्रीले कम्तीमा 5 वर्षसम्म उनीहरूले संसदहरूसँग मोल पर्दैन। जनताले आफूलाई मन परेको व्यक्तिबाट सिधै चयन गर्ने अधिकार पाउँछन्। प्रणाली सुशासन र विकासको मातृ राखिन्छ। तर सपनालाई हामीले संविधान संशोधन गर्न आवश्यक पर्छ। हो हामीले सुरुमा भनेको एउटा हामीलाई रोक्न सक्छ, त्यो हो अप्पर हाउस यानि कि राष्ट्रिय सभा, जसलाई एल्डर्स अर वेस्टर्न पनि भनिन्छ। हामीले यसलाई पर्खाल किन भनिरहेका छौँ त्यो बुझ्न अघि संशोधनको प्रक्रिया बुझ्न आवश्यक छ। नेपालको संविधानको धारा 274 मा संविधान संशोधन सम्बन्धी व्यवस्था छ, जसको धारा 8 मा कुनै पनि विधि पारित हुन संघीय संसदका दुवै सदनबाट तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा 2/3 बहुमत आवश्यक पर्छ। यहाँ प्रयोग भएको शब्द संघीय संसदका दुवै सदन यानि कि लोयर हाउस प्रतिनिधि सभा र अप्पर हाउस राष्ट्रिय सभा। हामीले केही समय मात्रै प्रतिनिधि सभा बारे चर्चा गरिसक्यौं, तर यहाँ राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया बारे पनि बुझ्न आवश्यक छ। त्यसपश्चात बहुमत बारे चर्चा गर्नेछौँ। राष्ट्रिय सभामा कुल 59 जना सदस्य रहने व्यवस्था छ। प्रत्येक प्रदेशबाट 8 जनाका दरले 15 जना र 3 जना नेपाल सरकारको राष्ट्रपतिबाट मनोनित गरिन्छ। सबैको कार्यकाल एक समान हुँदैन। त्यहाँ मध्ये 1/3 सदस्यको 2, 4 र 6 वर्षको क्रमशः कार्यकाल हुन्छ। प्रश्न कहाँनिर आउँछ भने यिनलाई हामीले जनताले मतदान गर्न पाउँदैनौँ। अब तपाईँको मनमा प्रश्न आउन सक्छ, आउँछ चाहिँ कसले? यस सभाको निर्वाचनमा पूर्व प्रदेश सभाका सदस्यहरू 550 चिफ्स एन्ड डेपुटी चिफ्स अफ लोकल बडिज यानि कि स्थानीय तहका प्रमुख र उपप्रमुख 753 स्थानीय तहबाट 1506 जनाले सभामा मतदान गर्ने अधिकार पाउँछन्। तर सबैको भोटको मूल्य बराबर हुँदैन। प्रदेश सभाका सदस्यको मतभार 48 हुन्छ भने तहका प्रमुखको मतभार 18 हुन्छ। यसरी गठित राष्ट्रिय सभा र प्रतिनिधि सभाद्वारा 2/3 बहुमत चाहिन्छ संविधान संशोधन गर्न। 2/3 अर्थात् प्रतिनिधि सभामा कम्तीमा 183 सांसद। हामीले अघि काल्पनिक कथामा भने चाहिँ 210 सिट नयाँ शक्ति ल्यायो भने यो पर्खाल त हामीले पार गर्यौं। तर राष्ट्रिय सभामा 2/3 यानि कि कम्तीमा 40 सदस्य अनिवार्य चाहिन्छ। हामीले भन्न खोजेको जटिलताको कथा अब सुरु हुन्छ, किनकि यदि फागुन 21 गतेको चुनावमा हामीले काल्पनिक कथामा भने चाहिँ नयाँ शक्तिले 2/3 को बहुमत ल्याए तापनि राष्ट्रिय सभामा त हामीले भोट हालेका सदस्य होइन, यानि त्यहाँ त यी पुरानै दलका पार्टीका सदस्यको कब्जा छ। कल्पना गरौँ यी दलका ती सदस्यले हाम्रो सपना प्रत्यक्ष कार्यकारी पारित गर्छन् होला। यदि राष्ट्रिय सभाले सरकार र दबावमा पारेर गरे तापनि त्यो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ। फेरि एकपटक सोचौँ कि कांग्रेसको कोटाबाट राष्ट्रपति भएका
यी व्यक्तिले प्रमाणीकरण गर्लान् र त्यसैले अबको निकासको के हुन सक्छ, कसरी कुन विकल्पबाट जाँदा यो माग पूरा गर्न सकिन्छ भन्ने विषय चर्चा गरौँ। पहिलो भनेको द ग्रासरुट रिभोल्युसन, कि तल्लो तहबाट नै क्रान्तिको सुरुवात गर्न सकिन्छ। नयाँ स्वतन्त्र शक्तिले आउँदो स्थानीय र प्रदेशको चुनावमा आफ्नो बलियो पकड बनाउन आवश्यक छ। राष्ट्रिय सभाको चुनाव प्रत्येक 2 वर्षमा हुने गर्छ, जसले उनीहरूको अप्पर हाउसमा पनि बहुमत प्राप्त गर्न सकिन्छ। यो विकल्प केही लामो भए तापनि शान्ति र दिगो हुन सक्छ। दोस्रो विकल्प द ग्रान्ड कम्प्रोमाइज हुन सक्छ, अर्थात् नयाँ स्वतन्त्र शक्तिले आफ्नो सिद्धान्तमा अडिग रही कुनै प्रमुख दल कांग्रेस वा नेकपा एमाले वा माओवादी केन्द्रसँग राजनीतिक सम्झौता गरी संविधान संशोधन गर्नुपर्छ। यो कार्य केही कठिन हुन सक्छ, किनकि ती दललाई प्रष्ट थाहा छ कि जनता हामीसँग कति आक्रोशित छन् भनेर। उनीहरू आफ्नो अस्तित्व मेटाउन आफ्नै खुट्टामा बन्चुरा हान्न साहस गर्न सक्दैनन्। र अर्को जटिलता भनेको स्वतन्त्र र संसदलाई लाग्न सक्छ, हामी यी दलसँग किन सम्झौता गर्ने? यदि सम्झौता गरे तापनि नयाँ शक्तिमाथि इमानदारीताको प्रश्न हुन सक्छ। तेस्रो विकल्प हो रेफरेन्डम, यानि कि जनमत संग्रह। जनमत संग्रह भनेको कुनै पनि राष्ट्रिय महत्त्वको विषयमा प्रत्यक्ष रूपमा जनताको मत राय बुझ्ने प्रक्रिया हो। संग्रहको विकल्प नेपालको संविधानको धारा 275 मा व्यवस्था गरिएको छ। जनमत संग्रह नेपालको इतिहास पल्टाएर हेर्दा विक्रम सम्वत 2037 साग 20 गते राजा वीरेन्द्रले जनताको मत पञ्चायती व्यवस्थाप्रति बढी छ कि बहुदलप्रति भन्ने बुझ्न गरेका थिए। तर जनमत सुधारिएको पञ्चायतप्रति बढी हुँदा पञ्चायत व्यवस्था यथावत रहेको थियो। जनमत संग्रहबारे थप चर्चा गर्नु अघि कुनै पनि कुराको सबल र दुर्लभ दुवै पक्ष हुन्छन्। हामीले कार्यकारी प्रधानमन्त्रीको बारे सबल पक्षबारे त थुप्रै चर्चा गर्यौं, तर यदि जनता अझै सुध्रिएनन्, कार्यकारी प्रधानमन्त्री घमण्डी वा तानाशाही प्रवृत्तिको भए उसले देशमा ठूलो सङ्कट ल्याउन सक्छ। उदाहरणमा इतिहासलाई हेर्ने हो भने राजतन्त्रमा कार्यकारिणी अधिकार राजामा हुन्थ्यो। राजा राजेन्द्र विक्रम शाह कमजोर स्वभावका भएका कारण कुनै कठोर निर्णय लिन सक्दैनथे। यसै बीचमा कान्छी रानी राज्यलक्ष्मी देवीको इच्छा युवराज सुरेन्द्र र राजकुमार उपेन्द्रको हत्या गरी आफ्नो छोरा रणेन्द्रलाई युवराज बनाउने थियो। यही प्रमुख कारण मानिन्छ नेपालले शताब्दी लामो राणा शासन भोग्नुमा। त्यसैले सर्वप्रथम जनतामा सचिन आवश्यक छ अनि असल नेतृत्वलाई मतदान गर्नुपर्छ। यसै जनमत संग्रह एक उपयुक्त विकल्प बन्न सक्छ। तर नेपालको संविधानको धारा 275 मा जनमत संग्रह गर्न 2/3 सदस्यको बहुमत चाहिन्छ। अहिले देशमा संसद सदस्यताकै संसद भवन पनि छैन, अनि के जनमत संग्रह सम्भव होला? हुन त अहिलेको प्रधानमन्त्री पनि संविधानको धारा 76 बमोजिम भएको देखिँदैन। यदि यो सपना पूरा गर्ने नै हो भने लामो समय लाग्न सक्छ, जुन निश्चित छैन। फेरि आन्दोलन गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने गतिविधिले देशमा जन अस्थिरता ल्याउन सक्छ। फेरि तपाईको मनमा एउटा प्रश्न बारम्बार आउन सक्छ, हरेक जनताको चाहनामा अवरोध पैदा गर्ने यो संविधान पो चाहियो किन? यो संविधान नेपालको 7औं संविधान हो र संविधान सभाबाट बनाइएको पहिलो संविधान हो। संविधान सभाका कुल उपस्थित सभासदको संख्या 532 मा 507 मत पक्षतर्फ र 25 मत विपक्षतर्फ थियो, अर्थात् मस्यौदाको पक्षमा 84.78% मत हुन आउँछ। यसरी बहुमत प्राप्त संविधान 2 पटक संविधान सभाको निर्वाचन गराइ गरिएको संविधान च्यात्नु, फाल्नु वा जलाउनु पर्छ जस्ता माग सही होलान् र? तपाईलाई के लाग्छ? अहिलेको प्रधानमन्त्री सुशीला कार्की पनि पूर्णतः संवैधानिक होइनन्। त्यसैले प्रधानमन्त्री कार्कीले जनमत संग्रहको साहस गरी फागुन 21 गतेकै दिन थप एक मतपेटिका राखी प्रत्यक्ष कार्यकारी संहिता जस्ता विषयमा जनमत संग्रह गर्न सके यो सर्वस्वीकार्य कदम हुन सक्छ। तर केही अवरोधको सामना त गर्नुपर्छ नै। आज हामीले करिब 1 हप्ता लामो खोज अध्ययनबाट जुटाएका सामग्री सहित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका सबल र दुर्लभ पक्ष, फागुन 21 गते यदि नयाँ स्वतन्त्र शक्तिले बहुमत प्राप्त गरे तापनि संविधान संशोधनमा कसरी बाधा उत्पन्न हुन सक्छ, प्रतिनिधि सभा र राष्ट्रिय सभाको चुनावी प्रक्रिया, संविधान संशोधन प्रक्रिया, जनमत संग्रहबारे विस्तृत चर्चा र अबको निकासको बाटो के हुन सक्छ, यी यस्ता विषयको सत्य र तथ्य सामग्री प्रस्तुत गर्यौं।
यी यस्तै राजनीतिक विश्लेषण, संवैधानिक विषयवस्तु, इतिहास, भूगोल, विश्व घटना र फाइनेन्सियल सहजीकरण जस्ता विषयवस्तुमा तपाईँका खेद जिज्ञासा प्रश्न सम्बन्धी राख्न सक्नुहुन्छ र यस्तै ज्ञानवर्धक कुराहरू सजिलो भाषामा बुझ्न चाहनुहुन्छ भने हाम्रो टिम द नेपाल कन्टेक्स्टको फेसबुक पेज, युट्युब च्यानल, इन्स्टाग्राम र टिकटक मार्फत जोडिन सक्नुहुनेछ। स्वेच्छा बमोजिम आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ। थ्याङ्क यू फर वाचिङ।